सबैमा नमस्ते। म सानु कार्की। म चाहिँ आज मेरै गाउँ धनकुटा महालक्ष्मी नगरपालिका वार्ड नम्बर 3 भित्र रहेको यो भवनको विषयमा थोरै बोल्न गइरहेछु। मैले धेरै बोल्न जरुरी छैन किनकि यही भिडियोले चाहिँ तपाईहरुले थाहा पाउनुहुन्छ छर्लङ्ग बोलेको छ। अब म बोलिरहँदाखेरि कसैलाई मन दुख्ला, कोही रिसाउलान्, तर मलाई फरक पर्दैन किनकि हामीले सत्य कुराहरू बोल्न पाउनुपर्छ। सत्य कुरा बोल्ने हाम्रो अधिकार हो। धनकुटा महालक्ष्मी नगरपालिका वार्ड नम्बर 3 भित्र रहेको श्री नवीन शिक्षा सदन उच्च माध्यमिक विद्यालयको यो 4 कोठे भवन हो। यो भवन निर्माण हुन सुरु भएको चाहिँ 2078-79 सालमा निर्माण गर्न सुरु गरिएको भवन हो। अहिले चाहिँ 2083 साल लागिसक्यो। लगभग यो भवन बन्न सुरु भएको चाहिँ लगभग 4-5 वर्ष भइसक्यो। 4-5 वर्ष हुँदा पनि यो भवनको हालत यस्तो छ भने यिनीहरूले आफ्नो गाउँ, आफ्नो जिल्ला, देश बनाउँछन् भन्ने विश्वास लिनु हाम्रो भ्रम हो। यिनीहरूले बनाउने भनेको आफू र आफन्तहरूलाई मात्र हो। यिनीहरूले आफ्नो गोजी भर्न बाहेक र सहरमा 3-4 तलाका बिल्डिङ ठड्याउन बाहेक अरु केही पनि गरेन। यो भिडियो मैले बनाइरहँदाखेरि तिमीहरूलाई अलिकति लाज शरम हुनुपर्ने हो, तर जति बोले पनि जति जे भने पनि लाज शरम नहुने रहेछ। म मेयर, उपमेयर र जनप्रतिनिधिहरूलाई चाहिँ के भन्न चाहन्छु भने अब चुनाव आउँदैछ। मेरो गाउँ छिर्दाखेरि चाहिँ तपाईहरुले सबैले चाहिँ एक-एकवटा नकाब किन्नुहोस्। त्यो नकाब लाएर मात्र मेरो गाउँ छिर्नुहोस् किनकि मेरो गाउँको त्यो विकट सडक र यो भवनले चाहिँ तपाईहरुलाई जिस्काइरहेको तपाईहरुले हेर्नु नपरोस् के। त्यसैले आफ्नो अनुहार पुरा पर्सि भोट माग्न जाँदाखेरि पुरा नकाबले छोपेर जानुहोस्। हस्त नमस्ते।